सेवा साथीहरू स्वागत छ तपाईहरुलाई आजको मेरो अर्को भिडियोमा। आज चाहिँ हामी बिहान चाँडै सबैजना उठेको थियौँ किनकि आज बाबुको पूजा थियो नि त, उहाँको भाकल जस्तै भनौँ न। अनि त्यसकै लागि सबैजना बिहान उठेर रेडी गर्दै थियौँ। अनि म चाहिँ नानीलाई हेर्दै सरसफाइ गर्न थालेँ, उहाँहरू चाहिँ यताउता गर्दै सामानहरू रेडी गर्दै हुनुहुन्थ्यो। अनि देवी भन्ने हाम्रो पूजाको ठानी छ नि त, अनि त्यहाँनिर हाम्रो बाबाको भाकल त अनि उहाँहरू जानुभयो। फेरि यो झारलाई के भनेर चिन्नुहुन्छ, हामी चाहिँ लजावती भनेर चिन्छौँ। अनि त्यसमा कस्तो क्युट मसरुम क्या। अनि यो चाहिँ खै के को फोटो तर ऱ्यान्डमली मलाई मन पर्यो। अनि हामी चाहिँ नानीसँगै चामल खेलाउँदै बसिरहेको थियौँ खाना पकाउनुको लागि। एकछिन खेली नानीसँग, अनि उसलाई एक्लै छोडेको त हेर्नु न चामल खेलाउँदै पनि छ। सबैजना बारीमा काममा गइसक्नु भएको छ नि त। अनि नानी र मलाई चाहिँ यो काम अराइरहनु भएको थियो आमाले। अनि हामी चाहिँ करेलाको सुकुटी बनाउनलाई काट्दै बसिरहेको थियौँ। अनि म काट्दैछु, ऊ चाहिँ करेला लग्दै खेल्दै टोक्दै के गर्दैछ क्या। अनि हाम्रो करेला पनि रेडी भयो। अनि त्यसलाई मैले सुकाउन लगेँ। के गर्नु, हाइट छोटो छ, झन्डै 9 पुगिरहेको क्या म त त्यहाँनिर। अनि मैले नानी सुताएर एकछिन लुगाहरू धुनलाई रेडी गरेँ। अनि तिनीहरूलाई मैले धोएँ। आज चाहिँ कस्तो मजाले घाम लागिरहेको थियो कि टिल्क। अनि त्यसपछि सबै लुगाहरू धोएर सुकाएँ। आमाले त्यो करेलाको नाङ्लो चाहिँ काले गरेर अर्कैमा सुकाउनु भन्नुभएको थियो। अनि बाबाले चेक्न लगाएर आजको हाम्रो अर्ग्यानिक सब्जी चाहिँ टाँकी थियो कि, अन्त केलाउँदै आमासँग गर्दै बसिरहेको थियौँ। अनि बाबा पानी लिन जानुभएको थियो, अनि आइपुग्नु भयो। आज एकदमै गर्मी नि त, नानी पनि एकदम फोहोरी भएको थियो। उसलाई नुहाइदिएँ हामीले। अनि नुहाइदिइसकेपछि उसलाई कपाल मैले बाँधिदिएँ, किनभने नुहाएपछि उसको कपाल सबै फर्र निस्किन्छ क्या, अगाडि आँखामा आउँछ। अनि उसलाई सिकसिक लाग्छ। अनि मैले जहिले बाँधिदिने गरेको छु। अनि उसलाई बाँध्दै, अनि कपाल बाँध्ने चाहिँ अलिक झ्याउ मान्छे कि, अनि उसलाई चिजबल दिएर के दिएर अल्मलाउनुपर्छ। अनि आज चाहिँ चिजबल खाँदै थियो। अरूहरू चाहिँ अनि सबैजना खाना खाने बित्तिकै काममा जानुभयो। अनि बाबी चाहिँ ढोड काट्दै पुरै हामीलाई जिस्काउँदै हुनुहुन्थ्यो क्या। अनि नानी जसको बाबा जता गयो उतै जानुपर्छ। अनि मेरो काम भनेकै उसलाई हेर्ने मात्रै हो क्या, अरू त केही गर्नै दिँदैन उसले मलाई। अनि जता गयो बाबा उतै जानुपर्छ, खेल्नुपर्छ उसलाई बाबाको वरिपरि। सास परिसकेको थियो। अनि उसको बाबाहरू चाहिँ यता कुलो काट्ने भन्दै हुन्थ्यो नि त, पानी पर्न लाग्यो जस्तो गऱ्यो तर। अनि उतै गएर चाहिँ लड्दै गर्दै उसकै बाबाको वरिपरि हिँड्नुपर्छ। अनि साँझ चाहिँ हामीलाई मास्तिर काकाहरूकोमा पूजाको निम्तो थियो क्या, उतै खाना खान बोलाउनुभएको थियो। अनि हामी चाहिँ गएर अनि खाना खाएर फर्किँदा चाहिँ सानो ब्याङ्क त कराउँदै थियो क्या। हेर्नु न, आजको भिडियो चाहिँ यति नै साथीहरू। गुड नाइट।